पछिल्लो समय आफूलाई गीत सङ्गीतमा निकै नै चर्चाको शिखरमा राख्न सफल भएका लोक तथा दोहोरी चर्चित गायिका इस्याल सन्जाल र लोक तथा दोहोरी चर्चित गायक तथा सर्जक रबिन लामिछानेको पछिल्लो समयको लाइभ दोहोरीको केही जानकारी फलोअप भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायिका इस्याल सन्जाल लोक तथा दोहोरी चर्चित गायक तथा सर्जक रबिन लामिछानेले जानकारी दिएअनुसार आफू लामो समयदेखि बेलायतमा बस्दै आएको र यतिखेर आफूले चर्चित गायिका इस्यालसँग गाएको लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गीत सङ्गीतमा निकै नै लामो समयदेखि सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक गायक रबिन लामिछानेले जानकारी गर्नुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायिका इस्याल सन्जालले जानकारी दिएअनुसार आफूले पछिल्लो समय विभिन्न गीतहरू आफूले अभिनय गर्दै आएको र देउडा गीत पनि आफूले गाएको र पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोकप्रिय गायक तथा सर्जक रबिन लामिछानेसँग आफूले गाएको लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएको र गीत सङ्गीतमा आफूले लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको जानकारी गराउनुभएको छ। आफूले पछिल्लो समय गाएको सबै जस्तो लाइभ दोहोरी र एल्बमको गीत यतिखेर बजारमा मिलियन मिलियन भ्युज पनि जान सफल भएको दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएकी गायिका इस्यालले जानकारी दिएअनुसार पछिल्लो समय आफू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको र पछिल्लो समयको निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएका लोकप्रिय गायक रबिन लामिछानेसँग आफूले गाएको लाइभ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका इस्याल सन्जालले जानकारी गराउनुभएको छ। पछिल्लो समय आफूले गाएको सबै जस्तो लाइभ दोहोरी र आफ्नो एल्बमको गीत पनि मिलियन मिलियन भ्युज पनि जान सफल भएको र दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायक रबिन लामिछानेसँग आफूले गाएको लाइभ दोहोरीको केही टुक्राहरू सामाजिक सञ्जालमा आजभोलि निकै नै भाइरल भइरहेको जानकारी गराउनुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएर आफूले गाएको सबै जस्तो गीत निकै नै उत्कृष्ट र दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएको जानकारी गराउनुभएको छ।